फेसबुकमा रहनुभएका सम्पूर्ण मित्रहरूलाई नमस्कार। म तपाईहरुको साथी हर्क साम्पाङ। मित्रहरू, केही दिन पहिला मैले किरात भन्ने शब्द चाहिँ हाम्रो सांस्कृतिक राजनीतिक पहिचान बन्न सक्छ, त्यसका केही ऐतिहासिक आधारहरू पनि छन्, सांस्कृतिक धार्मिक आधारहरू पनि छन्, तर मंगोल भन्ने शब्द चाहिँ हाम्रो सांस्कृतिक राजनीतिक पहिचान बन्न सक्दैन, त्यो एउटा आयातित शब्द मात्रै हो भनेर अभिव्यक्ति दिँदाखेरि मलाई अत्याधिक गाली गलौज गर्ने मान्छेहरूको भिड देखियो र यसरी गाली गलौज गर्दाखेरि मलाई एकदम खुसी नै लागेको छ, किनभने मैले तपाईहरुलाई केही कुरा औल्याइदिएँ हैन। सत्य कुरा भनिदिँदाखेरि सत्य तितो हुन्छ र त्यो तितो सत्यप्रतिको यहाँहरुको प्रतिक्रिया हो भनेर मैले बुझेको छु र म यो भिडियो बनाउन आज बाध्य भएँ, किनभने त्यो भिडियो पछाडिको केही स्टेटसहरुको श्रृंखला एक खालको चलिरहेको छ र त्यसमा चाहिँ नै मलाई विभिन्न कुराहरू भन्ने मान्छेहरूको ओइरो लागेको छ। त्यसमा पनि म खुसी नै छु। तपाईहरुले जति मलाई गालीगलौज गर्दा पनि मलाई फरक पर्दैन, किनभने म भनेको सत्य र न्यायको पक्षमा बोलिरहने मान्छे हो र सत्य कुराहरू मैले तपाईहरुलाई देखाउँदाखेरि एउटा आलोचक हैन, आलोचनात्मक एउटा शुभचिन्तन मैले तपाईहरुलाई गरेको छु भनेर बुझ्नु होला र सुधारतिर लाग्नु होला। यसरी गालीगलौज गर्नु राम्रो होइन र म सम्बन्धित पार्टीका मंगोल आबद्ध सम्बन्धित जति पनि पार्टीहरू छन्, जम्मा दुईटा पार्टी छ हैन, एउटा एमएनओ भन्छ, एउटा एमएनओ डाक्टर गोपाल गुरुङ खोइ के भन्ने छ। अब सम्बन्धित पार्टीका शीर्ष नेता अथवा केन्द्रीय समितिका मान्छेहरूलाई म भन्न चाहन्छु, तपाईहरुले आफ्नो कार्यकर्ताहरूलाई बौद्धिक तर्क सहितको बहस गर्न सिकाउनुहोस्। अब तर्कमा हारिसकेपछि गाली गर्ने हैन, जाँड खाने चिनी खाने भन्ने है, बाहुनको झोले भन्ने के भन्ने, त्यो खालको चलनको चाहिँ नि अन्त्य गर्नुपर्छ र बौद्धिक तरिकाले चाहिँ नि हामीले उ गर्नुपर्छ। जस्तै अब देशमा धेरै पार्टीहरू छन्, जस्तै नेकपाको हैन, खण्डन गर्छन्, मान्छेले आलोचना गर्छन्, खोइ त्यस्तो त भन्दैन नेकपाको कार्यकर्ताले। कांग्रेसकाहरूले पनि तपाईको चाहिँ नि आफ्नो आलोचनालाई सकारात्मक तरिकाले लिन्छन्। भनिसकेपछि मंगोल पनि एउटा राजनीतिक दल बन्न चाहेको हो भने यसले पनि आफ्नो आलोचनाहरूलाई चाहिँ नि सहर्ष स्वीकार गरेर त्यही अनुसारको बौद्धिक तर्क गरेर र क्रिएटिभ सजेसन्सलाई चाहिँ नि ग्रहण गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो एउटा सुझाव रहन्छ। र मैले यहाँ देखेका केही कमी कमजोरीहरूको कुराहरू गर्न चाहन्छु। अब मंगोल भनेर हिँड्नुहुन्छ साथीहरू हैन, मंगोलको न कुनै अब यो नेपाली समाजसँग जोडिएको सांस्कृतिक पहिचान छ है, न कोही तपाईको चाहिँ नि मंगोल धर्म मान्ने छन्, न कोही तपाईको मंगोल जातका मान्छे छन्, न मंगोल कुनै के रे संस्कार संस्कृति रीति चालचलन नै छ। यो एउटा समग्र रूपमा मानव जातिलाई के तपाईको चाहिँ नि एउटा नस्लीय हिसाबले, एउटा वर्णगत हिसाबले हेर्दाखेरि आँखा थेप्चो, आँखा चिम्सो र नाक थेप्चो हैन, अलिकति सानो कदको हुने एसियामा जस्तै चाइनामा, भियतनाममा, इन्डोनेसियामा हैन, कोरियामा, जापानमा लगायतका ठाउँहरू, फिलिपिन्समा लगायतका ठाउँमा बस्ने मान्छेहरूको एउटा रेस हो, एउटा वर्ण, उसको चाहिँ नि एउटा वर्णगत क्याटेगोरी हो, त्यो त्यति मात्रै हो है। त्यसले गर्दाखेरि यो मंगोल भन्ने शब्दलाई पक्रेर हामीले हाम्रो सांस्कृतिक पहिचान न देखाउन सक्छौं, न राजनीतिक पहिचान हुन सक्छ है। त्यसले गर्दाखेरि यो मंगोल भनेर हामी हिँड्न चाहिँ त्यति उचित छैन भन्ने मलाई लाग्छ। मेरो व्यक्तिगत सोचाइ हो, यो मेरो एउटा बोल्ने फ्रिडमलाई मैले प्रयोग गरेर भनिरहेको छु। र अब यहाँ के देखियो भन्दाखेरि अब मंगोल भनेर पार्टीको जस्तै संगठन सञ्चालन गरिराख्नु भएको छ उहाँहरूले हैन, अनि उहाँहरूको एजेन्डा मैले सोध्दाखेरि केही पनि देखिन। एजेन्डा उहाँहरूको क्षेत्री र बाहुनलाई गाली गर्ने है, क्षेत्री र बाहुनलाई गाली गर्ने, विशेष गरी बाहुनलाई गर्ने अनि क्षेत्रीलाई गर्ने है, अनि हिन्दू धर्मको विरोध गर्ने, अहिन्दू मूलवासी आफूलाई भन्ने, अनि त्यस पछाडि हिन्दू धर्मको विरोध गर्ने, बाहुनलाई विरोध गर्ने, क्षेत्रीलाई विरोध गर्ने। एजेन्डा त यति मात्रै रहेछ है। देशलाई कसरी समृद्धितिर लाने, कसरी चाहिँ नि तपाईको चाहिँ नि हैन विकासतिर लाने, कसरी चाहिँ यो एउटा डाइभर्सिटी भित्रको युनिटीलाई खोज्ने हैन, राष्ट्रियताका हैन, विविधता भित्रको एकतालाई राष्ट्रियता भन्छ, त्यतातिर कसरी लाने भन्ने त छैन। 21औं शताब्दीमा क्षेत्री र बाहुनलाई खेदाउने हैन भन्ने खालको मात्रै रहेछ। त्यसले गर्दाखेरि अब एजेन्डा मैले अरु केही पनि देखिन हैन। चुनावी उसहरुमा पनि मैले हेरे खाली त्यही बाहुन र क्षेत्रीले विभेद गरेको छ होला, थियो होला हैन। तर
अब आएर तपाईँको चाहिँ नि पहिलाको जस्तो अवस्था छैन। जतिखेर डाक्टर गोपाल गुरुङले, म उहाँलाई मान्दछु, यो कुराहरू निकाल्नु हो 30-35 वर्ष पहिलाको कुरा, त्यतिखेर त्यसको औचित्य थियो, तर अब त्यसको औचित्य छैन होइन। हामीले संविधान प्राप्त गरेको छौँ, संविधानको पनि विरोध गर्नुहुन्छ उहाँहरूले होइन। संविधानको विरोध किन गर्ने? कुन चाहिँ धारामा चाहिँ सबै जातिलाई चाहिँ नि बराबर अधिकार हुन्छ भनेर चाहिँ सबैमा लेखिएको छ? कुन धारामा चाहिँ हुँदैन, बाहुन र छेत्री मात्रै ठुलो हुनुपर्छ भनेर कहाँ लेखिएको छ? यो एउटा प्रश्न गर्न चाहन्छु होइन। संविधानको धारा कुन धारामा चाहिँ त्यसरी लेखेको छ है, त्यो कुरा हो। त्यसले गर्दाखेरि चाहिँ नि हामीले कल्पनामा बहकिनु हुँदैन, हामीले भावनामा बहकिनु हुँदैन है। यथार्थपरक विचारको पछाडि यथार्थपरक विचारलाई अंगीकार गरेर हामीले राजनीति गरेको राम्रो। अब उहाँहरू भन्नुहुन्छ मङ्गोल भन्नुहुन्छ होइन, अनि छेत्री र बाहुनलाई चाहिँ उहाँहरूले समावेशै नगर्ने भन्नुहुन्छ आफ्नो सङ्गठनमा होइन। अब यो देशमा तपाईँको चाहिँ एउटा राजनीतिक दल खोल्नका लागि तपाईँको चाहिँ नि यो देशमा भएका बहुल जातीयतालाई स्वीकार गर्नुपर्छ, त्यसलाई समावेशिता मा चाहिँ लगेर सङ्गठन दर्ता गर्नुपर्छ, सङ्घ संस्था दर्ता गर्नुपर्छ र त्यसरी चल्ने हो भनेर पनि व्यवस्था गरिएको छ। अब संविधानको यहाँ अब यो संविधान जुन देख्दै हुनुहुन्छ, संविधानको धारा 269 है मा के भनेको छ भने राजनीतिक दलको गठन, दर्ता र सञ्चालन भनेको छ। यो धाराको उपधारा 4 मा होइन के लेखेको छ भन्दाखेरि उपधारा 2 बमोजिम दल दर्ता का लागि निवेदन दिँदा राजनीतिक दलको देहाय बमोजिमको शर्त पूरा गर्नेछ। 4 को नम्बर 1 मा क मा राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्छ। अनि त्यही धाराको तपाईँको चाहिँ नि ग मा के भन्छ, दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको हुनुपर्छ भनेर भन्छसकेपछि त्यहाँनिर चाहिँ नि छेत्री पनि हुनु पर्यो, बाहुन पनि हुनु पर्यो, दलित पनि हुनु पर्यो, मधेसी मुस्लिम सबै हुनु पर्यो भन्नु खोज्या हो। अब यो कुरालाई बुझ्नु जरुरी छ होइन। यहाँनिर चाहिँ नि राई लिम्बू मात्रै हुने, नाक थेप्चा आँखा चिम्सो मङ्गोल भनेर जुन तथाकथित जुन समुदाय भन्नुभएको छ उहाँहरूले, त्यो मात्रै हुनुपर्छ भन्ने छैन। अब 5 मा के भन्छ, कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा देशको धार्मिक वा सांप्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डन तर्फ लाने प्रकृतिको रहेछ भने त्यस्तो राजनीतिक दल दर्ता हुने छैन भनेर भन्छ। अब यो कुराहरूले गर्दाखेरि चाहिँ के देखियो त भन्दाखेरि अहिले उफ्रिराख्नु भएको छ उहाँहरू, एउटा सङ्गठन बनाएर भनेर उफ्रिराख्नु भएको छ। उहाँहरूको त्यो दलै दर्ता नहुने देखियो, त्यो कन्सेप्ट उहाँहरूले राखिराख्नुहुन्छ भने। अब दलै दर्ता हुँदैन भने होइन, अब कसरी चाहिँ नि शासन सत्ता गर्ने होला, शासन सत्तामा पुग्ने होला त फेरि साथीहरू होइन। चुनावमा भाग लिनको लागि त दर्ता हुनु पर्यो, कि त स्वतन्त्र उठिराख्नु पर्यो। अस्ति मैले धरानमा चाहिँ नि उम्मेदवारी दिएको किसिमले होइन। अनि ती कुरा छन्। अब यसलाई फेरि बदल्नको लागि संविधान लेख्नुपर्छ, के अरे पुनर्लेखन गर्नुपर्छ भन्नुहुन्छ, संशोधन पनि होइन पुनर्लेखन गर्नुपर्छ भन्नुहुन्छ होइन। अब अवस्था चाहिँ के छ भन्दाखेरि अहिलेसम्म अधिराज्यभरि एउटा वडा अध्यक्ष पनि जितेको छैन होइन। अनि भनिसकेपछि अब कहिले सभासद जित्ने, 2/3 कहिले पुग्ने, अनि कहिले चाहिँ फेरि अब संशोधन पनि होइन पुनर्लेखनको कुरा गर्नुभएको छ होइन। यी सम्पूर्ण कुराहरू भ्रम छ र यो भ्रमको पछाडि चाहिँ नै समुदायलाई आफ्नो समुदायलाई दौडाएर उहाँहरूले एक खालको खोइ के गर्नु खोज्नु भएको छ मलाई थाहा छैन होइन। अब यो सुनिसकेपछि झन् धेरै गाली गलौज गर्नुहुन्छ होला तपाईँहरूले। स्वागत गर्छु म त। सत्यको सामना गर्नु सक्नुपर्छ तपाईँहरूले। सत्यको सामना गरेर सत्यलाई चाहिँ तपाईँको चाहिँ नि स्वीकार गर्न सक्नुपर्छ। अब प्रश्न हुनु पर्यो तपाईँहरूले कि के हो, के गर्ने त होइन। राजनीति गर्ने भने दल दर्ता गर्नु पर्यो। दल दर्ता गर्नको लागि बाहुन र छेत्रीलाई पनि लाउनै पर्छ। बाहुन र छेत्रीलाई चाहिँ नलाउने, अरू सबैलाई लाउने भन्नुहुन्छ फेरि होइन। बाहुन र छेत्री चाहिँ शत्रु, अरू सबै मित्र। मङ्गोल भन्नुहुन्छ। अब मङ्गोलको सङ्गठन भन्नुहुन्छ, फेरि कामी दमाईलाई पनि हुलाइराख्नु भएको छ होइन। मुस्लिमलाई हुलाइराख्नु भएको छ, मधेसी यादवहरूलाई हुलाइराख्नु भएको छ उहाँहरूले है। उनीहरू कसरी मङ्गोल भए त फेरि यो पनि छ। अब उहाँहरू सबैलाई हुलाउने भनेदेखि चाहिँ तपाईँको छेत्री बाहुनलाई पनि हुलाउनु। सबै छेत्री बाहुन त तपाईँको चाहिँ शासक त छैनन् होला है। निम्न स्तरमा रहेका निम्छरो छेत्री बाहुनको लागि उहाँहरू त लड्नु त, वर्गीय मुक्तिको लागि पनि लड्नु पर्यो होला। नस्लीय अस्तित्व भन्नुहुन्छ। अस्तित्व कसले मास्या छ र होइन। अस्तित्व कसले मास्या छ? अब उहाँहरू फेरि जात भातको कुरा गर्न चाहनुहुन्न
होइन खम्बु पनि चाहिएन, लिम्बू पनि चाहिएन, लिम्बुवान पनि चाहिएन, खम्बुवान पनि चाहिएन, के पनि चाहिए। के चाहिँ चाहियो त भन्दाखेरि मङ्गोल चाहियो। मङ्गोल भनेको के हो त फेरि, होइन यही बुझ्न गाह्रो छ। किराँतलाई पनि नमान्ने, लिम्बूलाई नमान्ने, राईलाई नमान्ने, जात केही नमान्ने, मङ्गोल मात्रै भन्ने, होइन। त्यसो भन्दा नागरिकतामा त लेखेको छ हाम्रो, फेरि थर लेखेको छ, लिम्बू लेखेको छ, राई लेखेको छ, गुरुङ लेखेको छ, होइन के लेखेको छ, तिनीहरूलाई पनि फेरि नमान्ने होला। अनि यो खालको चाहिँ एउटा अकर्मण्यता, यो खालको एउटा अस्पष्टता, यो चाहिँ एउटा घनघोर कुहिरो भित्रको यात्रामा उहाँहरूले समुदायलाई डोडाइराख्नु भएको छ है। र हामीले यो जय मङ्गोल भन्नुभन्दा पनि जय मानव भनौँ भन्ने मेरो चाहिँ एउटा ऊ हो, होइन सबैको लागि क्या, सोचौँ न, होइन। छेत्री र बाहुनले विभेद गर्यो अरे, लो दुनियाँभरको चाहिँ तपाईँको दोहन गर्यो, शोषण गर्यो अरे, तर उनीहरू जसले गरे जस्तै किसिमले फेरि हामीले पनि त्यही गर्नुपर्छ भन्ने त हुन्न होला नि त। त्यो त प्रकृति होइन, होइन त्यो त प्रतिशोध हो। प्रकृतितिर जानुपर्ने हो भने त त्यसरी जानु पर्यो हामी त। र म उहाँहरूलाई भन्न चाहन्छु, यसरी समुदायलाई नभुलाउनुहोस्। तपाईँले गुमराहमा राखिराख्नु भएको छ, होइन। हाम्रो समुदायको राजनीतिक तपाईँको छैन एउटा एडभान्समेन्ट, एउटा प्रगतिलाई रोकिराख्नु भएको छ तपाईँले, है। तपाईँको दर्ता सङ्गठनै दर्ता हुँदैन, होइन। सङ्गठन दर्ता नभएपछि पार्टी नै हुँदैन। अनि कसरी चाहिँ कार्यकारिणी तपाईँको एउटा राजनीतिक पदमा पुग्ने हो, है। यो समस्या छ, है। यो त प्रष्ट हुनु पर्यो नि त, तपाईँहरूले प्रष्ट ल्याइदिनु पर्यो यो कुरालाई। नत्र भने यो हाम्रो समुदायलाई मङ्गोल भन्दै तपाईँहरूले भुलाउन र चाहिँ मिसलिड गर्न पाउनुहुन्न। र त्यहाँ छिरिसकेपछि म यसो हेर्छु, अब खोइ प्रशिक्षण पनि कस्तो हुन्छ, होइन। अलिकति लिबरल टाइपको सोच विचार हुनुपर्छ, लोकतान्त्रिक सोच विचार हुनुपर्छ, स्वतन्त्र टाइपको के। त्यहाँ छिरिसकेपछि गाली गर्नु मात्रै सिक्दा रहेछन् फेरि, है। जो पनि हेऱ्यो गाली मात्रै गरिरहेको हुन्छ, गाली मात्रै गरिरहेको हुन्छ, है। अब छेत्री र बाहुनलाई गाली गर्दै थियो, अब हामीलाई पनि गाली गर्ने भयो, होइन। अब नेकपामा छिरेको राई लिम्बू मङ्गोल होइन, होइन। कङ्ग्रेसमा छिरेको राई लिम्बू नि मङ्गोल होइन, होइन। उनीहरूसँग अलिकति वैचारिक मत भिन्नता राख्ने बित्तिकै मङ्गोल होइन हामी, गैर मङ्गोल अरे, होइन। अनि उनीहरू मात्रै मङ्गोल अरे। फेरि उनीहरूलाई समर्थन गर्ने चाहिँ अब होइन तपाईँको चाहिँ नि मधेसीहरूलाई लिइरहेका छन्, मुस्लिमलाई लिइरहेका छन्, उनीहरू चाहिँ मङ्गोल अरे फेरि, होइन। यो भन्न खोजेको के हो म त केही बुझिनँ। अब यो राजनैतिक एजेन्डै त्यस्तो हो भने तपाईँहरूले त्यसो भन्नु छोडिदिनुहोस्, नाम पनि परिवर्तन गर्नुहोस्, होइन। अब डाक्टर गोपाल गुरुङले जतिखेर अब धारणा विकसित गर्नुभयो, होइन, प्रतिपादन गर्नुभयो, त्यतिखेर जस्तो अवस्था छैन अहिले, होइन। अहिले तपाईँको चाहिँ नि राजा हटेर सङ्घीयतामा गइसकेका छ। अब यसलाई चाहिँ यो संविधान जुन छ, यो संविधान त मलाई त एकदम ठिक लाग्यो। यसमा खासै त्यस्तो नराम्रो केही छैन, है। यो संविधान च्यात्नु पर्ने कुराहरू मतलब केही देखिनँ। कुन धारामा चाहिँ ल तपाईँहरूले भनिदिनु होला मलाई, कुन धारामा चाहिँ यो संविधानको कुन चाहिँ धारामा जातीय विभेद गर्नुपर्छ भनेर लेखेको छ, है। लेखेको छैन। हामीले जति नै राजनीतिक तपाईँको चाहिँ नि परिवर्तनको आन्दोलन गरे पनि, सङ्घर्ष र क्रान्ति गरे पनि पाउने भनेको यही कागजको टुक्रा हो। यो कागजको टुक्रामा अलरेडी लेखिसकेको छ। अब कोही कसैले आफ्नो एउटा संस्कारगत हिसाबले, एउटा सामाजिक मूल्य मान्यतागत हिसाबले विभेद गरिराख्नु भएको छ भने त्यो चाहिँ सामाजिक परिवर्तन हो। राजनीतिक परिवर्तन गर्ने हो राजनीतिले, होइन। सामाजिक परिवर्तन चाहिँ तपाईँको हाम्रो आफ्नो अन्तस्करणभित्रबाट हामीले चाहिँ एउटा सोचाइगत परिवर्तनहरू, जब मनोवैज्ञानिक परिवर्तन आउँदैन तबसम्म चाहिँ नै सामाजिक परिवर्तन सम्भव छैन। राजनीतिक परिवर्तन ल्याउन सजिलो छ, 6 महिनामा तपाईँको चाहिँ 19 दिनमै, होइन, कत्रो के भयो। तर सामाजिक परिवर्तन आउनका लागि वर्षौँ लाग्न सक्छ, 100 वर्ष लाग्न सक्छ, है। त्यसले गर्दाखेरि मान्यतागत एउटा जुन छ तपाईँको एउटा व्यवहार छ, त्यो व्यवहारलाई हामीले परिवर्तन गर्नलाई, सामाजिक परिवर्तन गर्नलाई समय लाग्छ। त्यही सामाजिक परिवर्तनको लागि हामीले चाहिँ नै कोसिस गर्नुपर्ने, धेरै ठाउँबाट चाहिँ नै हामीले आफ्नो पहल गर्नुपर्ने, आफ्नो ठाउँबाट पहल गर्नुपर्ने म देख्दछु। म यहाँ सम्पूर्ण मङ्गोल भनेर हिँड्ने मित्रहरू सम्पूर्णलाई म सद्भाव राख्न चाहन्छु, उहाँहरूलाई म आधार गर्न चाहन्छु। तर तपाईँहरू प्रष्ट हुनुहोस्, है। प्रष्ट हुनुहोस्। तपाईँहरूले देशको लोकतान्त्रिक समावेशितालाई तपाईँहरूले स्वीकार्नै पर्छ, है। एउटा राजनीतिक दल बन्ने हो भने, होइन भने एक खालको चाहिँ तपाईँको होइन हल्ला गर्ने एउटा समूह मात्रै बनाउने, होइन, एउटा आन्दोलनको वातावरण मात्रै तपाईँहरू बाँच्ने हो भने भन्नु केही छैन। अब झन्डा बोकेर हिँडिराख्नु भएको छ, होइन, के होला तपाईँहरूको। त्यसो हो भनेदेखि त्यसलाई संस्थागत गर्नको लागि त नियम कानुन र विधि विधानलाई पनि फलो गर्नुपर्ने हुन्छ होला,
र म अनुरोध चाहिँ के गर्न चाहन्छु भने यो एउटा नाक थेप्चेले अर्को नाक थेप्चेलाई दुनियाँभरको आरोप लाएर तपाईँले गाली गलौज गर्नु छोड्नुहोस् है। तपाईँ नस्लीय चिन्तनबाट चाहिँ प्रेरित हुनुहुन्छ भने पनि तपाईँले आफ्नो नस्ललाई चिन्न सक्नुपर्छ होइन, चिन्न सक्नुपर्छ। र म के भन्न चाहन्छु भने हामी यो देशका आदिमवासी, यो देशका तपाईँको चाहिँ नि उत्पत्ति कालदेखिको बस्दै आएको जाति है, हामीले हाम्रो पहिचान, हाम्रो संस्कार संस्कृति, हाम्रो चाहिँ रहनसहन, यी कुराहरूलाई, यो हाम्रो सोसल भ्यालुजलाई हामीले प्रिजर्भ गरेर संरक्षण गरेर राख्न सक्नुपर्छ, सिक्नुपर्छ है। र म मेरो यो भिडियोलाई सभ्य तरिकाले होइन, गाली गलौजमा लगेर होइन, सभ्य तरिकाले, किनभने गाली गलौज गर्ने बित्तिकै तपाईँहरूको स्तर के हो भन्ने थाहा भइहाल्छ कि। त्यसले गर्दा सभ्य तरिकाले यसलाई काट्ने गरी तपाईँहरूले कमेन्ट गर्नुहोला र तपाईँहरू प्रष्ट बन्नुहोला है, प्रष्ट बन्नुहोला। खासमा तपाईँहरूले आफ्नो समुदायको लागि नै गर्नुभएको हो, आफ्नो नस्लकै लागि गर्नुभएको हो भने अरू नस्ललाई नल्याउनुहोस् है। छेत्री बाहुनलाई मात्रै होइन, कामी दमाईलाई पनि नल्याउनुहोस् होइन। कामी दमाई सार्की अब मधेसी मुस्लिमहरू सबै तपाईँहरूले भुलाइराख्नु भएको छ। यहाँसम्म कि इन्डियामा भएको मुस्लिम के अरे तपाईँको छैन मूलवासीहरूसँग तपाईँहरूको भनेर एउटा काला काला हुन त अब मान्छेको रङ जहाँ जे एउटै हो, मान्छे ठुलो कुरो हो कालो र सेतो भन्नुभन्दा पनि, तर पनि त्यो काला जातिहरूसँग तपाईँहरूले सहकार्य गरेको पनि देखिन्छ होइन। त्यसले गर्दाखेरि अब यो के हो मैले त केही बुझ्न सक्दिनँ। तपाईँहरूले मङ्गोल भन्नुहुन्छ भने पक्का नस्ललाई हेरेर जानुपर्छ, नाक थेप्चो हुनुपर्छ मेरो जस्तो, आँखा चिम्चो हुनुपर्छ होइन, छोटो छोटो कदको हुनुपर्छ। त्यसलाई प्योर बनाउनुहोस्, होइन भनेदेखि सर्वजातीय बनाउनुहोस् होइन। बाहुन छेत्रीलाई पनि हुलाउनुहोस्, बाहुन छेत्रीले के अरे तपाईँको शासकको स्थानमा पुगेकालाई नहुलाउनुहोस्। तपाईँको कतिको गोठालाहरू पनि छन् नि होइन, गोठालाहरू छन्, खेती किसानी गर्नेहरू छन् है, अनि तपाईँको चाहिँ नि आर्थिक अवस्थामा निम्छहरू छन्, त्यस्ता मान्छेहरूलाई हुलाउनुहोस् तपाईँहरू है। उनीहरूलाई पनि मुक्ति चाहिएको छ। बाहुनदेखि बाहुन पीडित छ यहाँ होइन, छेत्रीदेखि छेत्री पीडित छ है, राईदेखि राई पीडित छ, मगरदेखि मगर पीडित छ। यी कुराहरू छ, वर्गीय कुरा पनि छन् यहाँनिर। त्यसले गर्दाखेरि त्यसलाई पनि तपाईँहरूले ध्यान दिनुहोला र रचनात्मक र सकारात्मक टाइपको कमेन्टहरू तल गरिदिनु होला भन्दै अहिलेलाई बिदा हुन्छु। आवश्यकता परे अनुसार फेरि म अर्को भिडियोमा पनि उपस्थित हुनेछु। धन्यवाद।